सारालीबाट के साह्रो धुलो हौ साराली त हेक तेरिका सारालीबाट चाहिँ हामी लाग्ने बोल्दै जाँगर छैन यहाँ के हो राम राम यो चारालीबाट यस्तो धुलो के अब रोड बनाउँदै रहेछ नि त अनि पिच नगरेको भएर धुलोले झन्डै पुरेन हामीलाई त गर्मी त्यस्तै अब तराईको गर्मी कस्तो हुन्छ होइन यस रमाइलो हुँदै जाँदैछौँ धेरै टाइम लाग्दैन जस्तो लाग्छ 1 घन्टाभित्रमा त हामी धरान पुगिसकेको हुन्छौँ अब चाहिँ हामी धरान पुग्न लाग्यौँ सफा रोडमा धरान ल भानुचोक आयो यहाँनिर हामी अब टेम्पो रिजर्भ गरेर जानु लाग्यो के साह्रो महँगो लु कता कालो अनि टेम्पो चलाउने भाइ पनि कस्तो राम्रो मजाको रहेछ क्या उसकोमा चाहिँ गीतहरू बज्दैन रहेछ अनि एफएम मात्रै बज्ने र एफएममा जुन गीत बजेछ जस्तो आएको छ त्यस्तै सुन्दै हामी रमाइलो गर्दै भेडाको उकालो लाग्दैछौँ भेडेटार आइसक्यौँ अब उहाँ माथि गएर खाजासाजा खान्छौँ अनि एकछिन घुमेर हामी फेरि झर्छौँ धरान हुँदै तित्रीवन त्यसपछि बेलबारी हाम्रो यात्रा रहनेछ भेडेटार फाइनली आइपुगे हाम्रो चाहिँ टेम्पो कस्तो राम्रो देखेको छ है बाटो एउटा चाहिँ सुकुटीमा अनि एउटा चाहिँ पोर्कमा भेडेटारको थुक्पा थाकेर यस्तो हैरान भएको छ है थोप्रा हाक भएको छ थाकेर क्या ल बाहिरको भ्यू चाहिँ यस्तो छ कागती हाल्दै गर्दा त के कस्तो लाग्यो त भेडेटार एकदम ब्युटिफुल हाइटमा छ टर्निङमा छ राम्रो छ नयाँ कुरा स्काई वक खोलेको रहेछ स्काई वक खोलेको छ लाइक अ गुड इन्फ्रास्ट्रक्चर स्काई वक चाहिँ गरेनौँ किनभने कति बजी अहिले यहाँको 6 भने कति 6:30 भयो अब यो पछाडि पनि हामी चाहिँ धेरै ठाउँ जानुपर्ने छ क्या लङ टुरमा छौँ कति ठाउँमा अझै जानै पर्ने भ्याउनै पर्ने छ आज र भोलिमा तर हामी चाहिँ जस्ट हेरिराख्ने अब फेरि हत्तपत्त आइपुगिँदैन नि त म नै लगभग कति वर्ष पछाडि आएको 10 वर्ष पछाडि आएँ म त 17 वर्ष 4 वर्ष त चाहिँ 4 वर्ष होइन म चाहिँ 10 वर्षै भयो तर पहिला त यस्तो केही थिएन नि अहिले पो यस्तो बनायो नि त अनि एकदम राम्रो अब यहाँको लागि इन्कम सोर्स होइन त ल अब चाहिँ हामी झर्छौँ सिस्नु कसलाई मनपर्छ यहाँ रोप्नु भएको रहेछ नि काँडा सरीको सिस्नु यस्तो मिठो हुन्छ नि ल है अब भेडेटालाई पनि टाटा बाई बाई गर्यो अब फेरि कहिले कति वर्षमा आइन्छ होला कोसिस त अब छिटो आउने हो है के रहेछ त भेडेटारको तरकारी बजार यस्तै छ हो गाइजहरू भेडेटार त धेरै चेन्ज भएछ हौ पहिला विकास त राम्रो भइरहेको छ ओइ भाइ उयो के हो दाना रातो धरानको यो चाहिँ भेडेटार जाने बाटो यस्तो छ है
नाइट भ्यू चाहिँ होइन। यो चाहिँ धरान। तर यसरी आँखाले हेर्नु र भिडियोमा चाहिँ अलिक राम्रो नआउँदो रहेछ भिडियोमा चाहिँ। यता चन्द्रमा नि हेरिरहेको छ। ल यहाँ यो भाइ चाहिँ साह्रै राम्रो रहेछ हो, हामीलाई मजाले घुमाउँदैछ ज्ञानी भएर। ल के हो कुन त भाइ कालु, मैले राखिदिएको चाहिँ कालु। ल तिमी कालो छौ, त्यही हेर कालुलाई भाइ। कालु सलाम ठोक। कस्तो राम्रो आयो अहिले पो धरानको भ्यू। बाई धरान। फेरि छिट्टै ल धरानको घन्टाघर आइपुग्यो हामी। अनि यो चाहिँ भानुचोक हो। अन्त कि आज हामी भाइ तिमीलाई भिडियोमा देखा ल। भाइको नाम चाहिँ लिलम लिम्बू है। एकदम राम्रो लाग्यो हामीलाई। माथि भेडेटार घुमाएर ल्यायो होइन। र भाइलाई मेरो ब्लगमा स्वागत छ। ल एकछिन हामी गएर आउँछौँ ल। धरान क्लक टावर होइन। यहाँ चाहिँ भानुभक्त चोक। ल मुस्कान भाइरल पानीपुरी अरे। ल खानु त थुप्रो मन लाग्थ्यो होइन। तर होइन खानु चाहिँ मलाई आलु निम्ति गिलो चटपटे थुक्पा पानीपुरी मात्रै खानु पायो। किनभने अघि नै खाइसक्यो क्या, माथि भेडेटारमा नै अगाएको छ। अब धेरै जङ्क फुड खायो भने नि त फेरि अब अलिक पेट गर्नु हुन्छ। सो अब चाहिँ जाने। बाई बाई धरान, बाई बाई है। यति छोटो समयमा के हुन्छ अरे त्यो बाहिर खाने। हामीलाई चाहिँ सबै खानु मन छ होइन। तर के भयो, हामी अघि नै खाएर फुल भइसक्यो नि त। खानु मन लागेको छ सबै। यो बर्गर ससेस पानीपुरी मात्रै खानु पायौँ। अरू यो स्याफाले सबै खानु मन लाग्छ। धरानको चाहिँ सबै खानु मन लागेको हो। तर हामीले अघि नै भेडेटारमा नि खायो, बाहिर बाटोमा नि कति खायो, फुल भयो खानु पाएन। अब नेक्स्ट टाइम है धरान। यो चाहिँ धरानको बस स्टप चोकै हो नि त, अलिक बेसी नै क्राउड छ होइन। अनि हामी चाहिँ भित्रभित्र पनि एक्सप्लोर गर्ने भनेको थियौँ। प्लस मैले चाहिँ यो जोन एन्ड द लोकल्सको टी सर्ट अनि यो आत्मरञ्जनको टी सर्टहरू चाहिँ लिनु मन लागेको थियो र मैले फोन पनि गरेको थिएँ। तर आउट अफ स्टक रहेछ क्या अहिले। उहाँहरूले नयाँ फेरि अर्को डिजाइनमा निकाल्दै हुनुहुन्छ अरे। त्यही भएर चाहिँ अहिले चाहिँ छैन अरे, नयाँ आउनेवाला छ अरे, अलिक टाइम लाग्छ भन्नुभयो। अनि त्यही भएर भित्रभित्र पनि गएन र हामी टाइम पनि थिएन। धन्यवाद सेवारो। लजाएर हेर न फेरि इटेरीको बजारमा लु बोकाएर पन्देर बोकेर राति 8 बजिसक्यो होइन। अब चाहिँ यहाँबाट हामी म्याजिक समाएर सृजनानगर सोतभित्र पनि जान्छौँ। ओ माई गड। ल रातिको 8 बजिसक्यो। हामी चाहिँ इटरीदेखि वहाँ माथि तित्रीवन पुगेर हाम्रो सामान फेरि ल्याएर अनि यता फेरि वापस बेलबारी गएको फर्केको राति। माई गड। पुरानो बेलबारी आइपुग्यो अँध्यारोमा। कहिले नेपाली टाइम कति बज्यो? 10 बज्यो। 10 बजे नेपाली टाइम। यहाँनिर चोकमा कहाँ यहाँ केटाकेटी लिनु आउँदैछ। ल यस्तो छ बेलबारीको नजारा। बेलबारी चोक अरे अँध्यारोमा यहाँ पुरिरहेको छु। केटाकेटीहरू कताबाट आउँदैछन्। स्वागत छ। नमस्ते। बल्ल बल्ल ल आइपुगे हामीलाई लिनु। हेलो मेरो छोरी छोरा भति। नमस्कार। मेरो ब्लगमा स्वागत छ। ल ल ल ल पढिनु पर्छ। कस्तो हुन्छ मेरो मेरा सासामा उता चाहिँ मान्छे बोल्छ मम्मी बस्नु अन्त अब हिँडेको हौ भाग्दा भाग्दा है। भाइको भागेको छौँ है हामी त। ल आऊ आऊ सुनिला। किन नदेखाउने?
मेरो नन्दको छोरी मेरो भान्जी है सुनिला मेरो युट्युब ब्लगमा स्वागत छ ल। अहिले यत्रो छौ, मैले भेटेको 2016 सालमा तिमी सानै थियौ, यत्रै कत्रो टुकुर हिँड्ने, अहिले यत्रो भइसकेछ। अब फेरि अर्कोचोटि भेट्दा कत्रो हुने हो आम्म। ल ल है त, यता आमा अनि उहाँ चाहिँ को हुनुहुन्छ, मैले के भन्नुपर्ने, आमै हो। यता छ्यामा आमा। अब हामी चाहिँ सबै अरूलाई भेट्नु जानु लागेको। ल अब हामी अस्ति शनिबार आएको आमा। ल बाई बाई है बेलबारी। म चाहिँ अब यहाँनिर सबै आफन्तजनहरूलाई होइन मेरो इनलजहरूलाई भेट्नु जाँदैछु। बिदा गर्दै हिँडेको हतारमा सट्ट कति राम्रो फुल हो यो। फुलको नाम के हो नि? हबिस्कस। नि आइज बहेन जामै। के राम्रो छ नि फुल। मौसमै अर्कै छ नि त तराईतिरको त। भोगटे लटरम्म फलिरहेछ। तराईतिरको घर चाहिँ यस्तो हुन्छ होइन। हेरे केटी तराईको घर आँप त जताततै लटरम्मै। हामी जाँदैछौँ यता मेरो कान्छी छ्यामा सासूको घरतिर। अहिले बिहानको 7 बज्यो। भागेकै छौँ, कुदेकै छौँ। ल त आमा बाउ छ्यामा बहिनी लु जीवन भाइको जीवन आमा छ्यामाको घर आइपुग्यो। कति राम्रो रहेछ। टोक्छ क्या हौ? टोक्छौ तिमीले? टोक्दैन है? के हो नाम? है जिस्किने हो मसँग? कति क्युट रहेछ त लु। अब हामी मेरो बाजे होइन बाजे र बोजूलाई भेट्नु जानु लागेको। अनि बाजेलाई त केही ल्याइदिएको छुइनँ त आमा मैले। आमा यो चाहिँ लाम्पाने चोक, हाम्रो मनिषा बहिनीको चोकतिर हो है। अब चाहिँ हामी मेरो सासू आमा अनि रोजी साथी चाहिँ अब बाजे बोजू मेरो बाजे ससुरा र बोजू सासूलाई भेट्नु जानु लागिरहेको। जाँदैछौँ यताबाट। कहिले महिना अरे कहिले परिवार ढुकुर अरे। के अरे आमा त्यो? फुर्ले ढुकुर कसो अरे? यहाँ जोडी बसिरहेको ला उडी पनि गयो मेरो स्वर सुनेर। यहाँ धानबारीमा गएर फोटो खिच्ने ल अहिले। हो त मेरो साथी। नमस्ते काका। ल मेरो भिडियो खिच्दा समयमा चाहिँ राख्ने लिची खाँदै अब यसो बारीहरू घुम्नु जानु लागेको। मिठो है लिची एकदम। आमा लिची कस्तो छ? आमा लिची कस्तो छ अरे? मिठो छ। ओके पर्छ नि यो बाँस नि यो बाँस यो बाँस नओर्लिम न काका। होइन यो बाँस नि यो बाँस यो होइन छ नि सबै यहाँ हाम्रो जग्गा दिइरहनु छोटो मिठो भेट्ला फेरि भेटौला बाई। ल अब हिँडेको फुपूलाई भेटेर फुपू बाजे सबैलाई भेटेर हिँडेको है। आमाले चाहिँ सबै बाटोहरू चिन्नु हुँदो रहेछ नि त होइन? सबै चिन्नु हुँदो रहेछ। आमाले पुरा मेरो सासु आमाले चाहिँ पुरै
चाहिँ बेलबारी सबै आफन्तको घरहरू जाने बाटो मैले त कतिचोटि आइसकेँ तर मलाई अझै पनि म ठम्याउनै सक्दिनँ सफारी चढेर जाँदैछु ल यहाँ पछाडि हुन्छ बाटोभरि मकै बारी के बारी हो घरै बाटो खुल्ला अझ यो बिच बाटो राम्रो भयो भने त होइन अब चाहिँ दिलु फुपूको घर आइपुग्यो उहाँको चाहिँ नि अर्को बोलाउने नाम चाहिँ पुतली मेरो पनि त पुतली नै त हो त दिलु फुपू दिलु फुपू ओ पुतली फुपू फुपू म हौ तपाईँको बुहारी कहाँ हो खै माथि आउनु कति धेरै भेराइटी बनाउनु भएछ फुपूले दुखिरहेछ नि हौ कम्मर बेलबारी बेताना सिमसार आइपुग्यो हामी यस्तो अवस्था छ हो कस्तो डेन्जर गर्मी छ हो निस्किनु नि मनै नलाग्ने ल राम्रो छ यो कतिचोटि हो तपाईँको तिनचोटि भयो यहाँ आउनुभएको हो जति आए पनि पुग्दैन हो ल रोजीको चाहिँ फर्स्ट टाइम हो कस्तो लाग्यो अरे दुईजना चाहिँ साह्रो रहर गर्नु भएको थियो त्यही भएर मैले ल्याइदिएँ हाम्रो बेलबारी बेतनामा के छैन सब छ ल है बेतना सिमसार फेरि नुडल पनि चाउचाउ एकैछिनमा भइ त हाल्छ भए पनि त साह्रै छिटो ठुलो कुरो हो बहिनीले फेरि कति छिटो खाजा बनाइहाल्नुपर्छ लु अहिले चाहिँ हामी जीवन भाइको घरमा ब्रुनो बाई कति वर्ष भयो बहिनी कति ठुलो हौ ल अब आज हामी त लागेको ल भाइको घरबाट हिँडेकै हामी अब है खानु त खाएन फेरि लु बहिनी बाई राम्रोसँग बस्नु प्रज्ञान कान्छा बाई ल बाई ल बाई लभ यु टुस हाट खै आमै कान्छाको हाट त ल बाई आमाले पनि गर्नुहुन्छ बोजूले बाई कान्छा सी यु लु जाम होला बाई अब चाहिँ सबै बेलबारी तितिरवन तराईवासी सबै आफन्तहरूलाई बिदाई माग्दै नाइट बस चढेर काठमाडौँ फर्किँदैछु म अब काठमाडौँको बाँकी ब्लग्सहरू अर्को ब्लगमा आउनेछ त्यतिन्जेलको लागि बिदाई माग्दै धन्यवाद भन्न चाहन्छु है थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग सी यु इन नेक्स्ट ब्लग